साना साना जो व्यापारी छन् हाम्रो नेपालमा मात्र होइन दुनियाँको कुनै पनि कोनामा हुन्छ नि उनीहरुको एउटा सपना हुन्छ अजमेरा फ्यासन जस्तो ठूलो ब्रान्ड आफ्नो ब्रान्डलाई बनाउनको लागि। तर तपाईको सपना पनि साकार हुन सक्छ। आजको यो भिडियोलाई पुरा हेर्नु होला किनभने पछि तपाईहरुलाई म यो डिटेल दिने छु कि तपाई आफ्नो व्यापारलाई कसरी अगाडि बढाउन सक्नुहुनेछ, अजमेरा फ्यासन जस्तो कसरी बनाउन सक्नुहुनेछ अनि अजमेरा फ्यासनको तलदेखि माथिसम्मको पुरा टुर गराउने छु, ए टु जेड बताउने छु तपाईलाई के छ यसमा आर्टिकलहरु सबैतिर कसरी तपाई लिन सक्नुहुनेछ अनि यो होलसेल ब्रान्ड यति ठूलो कसरी भयो अनि नेपालसम्म कसरी पुग्न सक्छ यहाँको आर्टिकलहरु। आउनुहोस् एन्डसम्म हेर्नुहोस् भिडियोलाई। दर्शकबिन नमस्ते, स्वागत छ तपाईलाई अजमेरा फ्यासन नेपालमा। आज म इबिएको छु, यो हो ग्राउन्ड फ्लोर अजमेरा फ्यासनको। यो ग्राउन्ड फ्लोरमा तपाईहरुलाई यहाँ आउनुहुन्छ भनेपछि यहाँ तपाईलाई वेटिङ एरिया छ, राम्रोसँग बस्न मिल्छ हैन। यहाँ बसिसकेर तपाईहरुलाई यहीबाट कुराकानी गरेर माथि लिजान्छन्। आउनुहोस् माथि तपाई कस्तो छ देखाउँछु। त्यसपछि तपाईहरुलाई लिफ्टको माध्यममा माथि 6 फ्लोरमा लिएर आउनुपर्छ। 6 फ्लोरमा यहाँ देख्न सक्नुहुन्छ मेरो पछाडि अजमेरा फ्यासनको सम्मानभरि सुन्दरता लेखिएको एउटा तपाईहरुलाई गेट मिलिहाल्छ हैन। यो गेटको भित्र तपाईलाई लिएर चल्छु कस्तो कस्तो छ भनेर धेरै प्रोडक्टहरु तपाईलाई देख्न मिल्छ। आउनुहोस्। तो हेर्न सक्नुहुन्छ यो हो रिसेप्सन यानी कि जो 6 फ्लोर को रिसेप्सन छ यो यता आइसकेको छ। यहाँ तपाई देख्न सक्नुहुन्छ हैन। यहाँ तपाईहरुलाई यता पनि यहाँ मान्छेहरु बसेको हुन्छन् हैन। जो मान्छे तपाई यहाँ आउनुहुन्छ भनेपछि तपाईहरुलाई 6 फ्लोरमा आएर यहाँ वेट गर्नुपर्छ। पछि तपाईलाई सेल्सम्यान प्रोवाइड गरेर साथै साथ त्यसपछि यता आउनुपर्छ हैन। जो काउन्टर एरिया छ हाम्रो हैन जसमा तपाईलाई प्रोडक्टहरु साडीहरु सबैतिर यहाँ देखाइन्छन्। सबै पहिला मैले देखाइदिन्छु तपाईहरुलाई हैन। त यो हो डेली वेयर काउन्टर। सही भन्दा पहिला तपाईलाई डेली वेयर साडीको काउन्टर तपाई देख्न मिलिहाल्छ। यहाँ देख्नुस् तपाईलाई कस्ता खालका रङबिरङ्गी कलरका साथ कस्ता खालका साडीहरु अवेलेबल भइहाल्छ। जो तपाईलाई स्टार्टिङ रेट भनेपछि हैन मात्र 5900 रुपैयाँ देखि स्टार्टिङ भइहाल्छ। यो काउन्टरको स्टार्टिङ प्राइस यसमा तपाईलाई अलग अलग कलर भ साडीहरु तपाई एकदमै डेली युजको लागि आर्टिकल मिलिहाल्छ। त्यसपछि हामी दोस्रो काउन्टरमा जाउँ। त्यसपछि तपाईलाई दोस्रो काउन्टरमा आउन मिल्छ हैन। यहाँ आयो भने तपाईलाई प्रिन्ट क्याटलगको साडीहरु अवेलेबल भइहाल्छ। प्रिन्ट क्याटलगको साडीमा कस्तो डिजाइनमा साडी अवेलेबल छ भने म तपाईलाई देखाइहाल्छु। यहाँ मान्छेहरु अलरेडी हेरिरहेका छन्, तपाई देख्न सक्नुहुन्छ। यस्तो खालको प्रिन्ट भएका साडीहरु यहाँ तपाईलाई देख्न मिलिहाल्छ। यहाँ सक्नुहुन्छ यस्तो खालको साडीहरु अवेलेबल भइहाल्छ हैन जसमा तपाईलाई प्रिन्ट भएका साडी अनि क्याटलगको साडी यसलाई किन भन्छन् भनेपछि यस्ता खालका प्रिन्टको साथमा तपाईलाई क्याटलग पनि आइहाल्छ। यो हेर्न सक्नुहुन्छ यस्तो खालको अवेलेबल भइहाल्छ। अनि यहाँको स्टार्टिङ प्राइस भनेपछि मात्र 221 रुपैयाँ देखि तपाईलाई स्टार्टिङ भइहाल्छ यो साडीहरु। त्यसपछि तपाईलाई तीसरो काउन्टरमा जान मौका मिल्छ। तीसरो काउन्टर यही हो जसलाई हामी भन्छौं डाइट म्याचिङ साडी हैन। यसमा के प्रकारका साडी मिल्छन् भनेपछि तपाईलाई जो हुन्छ नि हाम्रो यूपी भ हैन, बिहार भ हैन, हाम्रो नेपालको बोर्डर साइडका साडीहरु सबैतिर मिलिहाल्छ। अनि यसमा तपाईलाई वर्क गरेको देख्न मिलिहाल्छ फिनिशिङ। यो देख्नुस् यस्तो खालको जो सिरोस्कीको वर्क गरेको हुन्छ नि यो काउन्टरमा तपाईलाई धेरै वर्क गरेका साडीहरु अवेलेबल भइहाल्छन्। स्टार्टिङ भनेपछि मात्र 125 रुपैयाँ देखि यहाँ स्टार्टिङ भइहाल्छन्। यहाँ साडीहरु देख्नुस् कस्तो गरी राखेका छन् एकदमै तपाईलाई गोल्डन कलर वर्क गरेको सिरोस्कीमा मिलिहाल्छ, सिल्भरमा मिलिहाल्छ, सबै खालका आर्टिकल मिलिहाल्छ। यस्तो डिजाइन छ। त्यसपछि म तपाईलाई ब्राइडल सेक्सनमा लैजान्छु। आउनुस्। त यो हो ब्राइडल काउन्टरको सेक्सन हैन। तपाईहरुलाई यहाँ ब्राइडल साडीहरु अवेलेबल भइहाल्छन्। मान्छेले अलरेडी लिइसकेका छन् हैन यस्ता खालका। अनि नेपालको लागि स्पेशल साडीहरु देख्न सक्नुहुन्छ। यस्तो खालको रातो कलर भएको साडीहरु ब्राइडलमा आइसकेको छन् हैन। डिजाइन तपाई देख्न सक्नुहुन्छ कस्तो खालको यसमा वर्क गरिएको छ भनेपछि स्टोनको फिनिशिङ दिएको छ, जरीको फिनिशिङ दिएको छ। यी सबै आर्टिकलहरु नेपालमा पनि धेरै चलिहाल्छन्। यो हो ब्राइडल काउन्टर। मात्र स्टार्टिङ भनेपछि 800 रुपैयाँ देखि यहाँ काउन्टरको स्टार्टिङ प्राइस भइहाल्छ। त्यसपछि हामी जानेछौं कोटन साडी जो नेपालमा अहिले सबैभन्दा ट्रेन्डमा चलेको छ। आउनुहोस्। र हेर्नुहोस् त्यसपछि तपाईहरु आउनुहुन्छ कोटन साडीको सेक्सनमा हैन। कोटन साडीमा कसरी मान्छेहरु यहाँ पर्चेसिङ गरेर तपाई देख्न सक्नुहुन्छ। मान्छेहरुको लाइन लागिसकेको छ लिनको लागि हेर्न सक्नुहुन्छ। किनभनेपछि यहाँ नेपालको सबैभन्दा भाइरल भएको अहिले 2022 सालको यस्तो खालको साडी ट्रेन्डमा चलिरहेको छ। यस्ता खालका साडी डिजाइन आइसकेको छ कोटन साडीमा हेर्न सक्नुहुन्छ। यस्तो गरी धेरै कोटन साडीहरुको अलग अलग डिमान्ड बढिरहेको छ। अनि यसको स्टार्टिङ काउन्टर भनेपछि मात्र 105 रुपैयाँ देखि स्टार्टिङ हो काउन्टरको स्टार्टिङ प्राइस। तपाईहरुलाई कुनै पनि साडी लिनुहुन्छ भने तपाईले लिन सक्नुहुन्छ। स्क्रिनमा हामी नम्बर प्रोवाइड गर्छौं। त्यसपछि तपाई हामी जान्छौं सिल्क साडीको सेक्सनमा। आउनुहोस्। ल यो हो सिल्क साडीको काउन्टर हैन जसमा तपाईहरुलाई डिफरेन्ट भेराइटीका सिल्क साडी मिलिहाल्छ। जसमा तपाईलाई टिस्यु सिल्क वा अर्गेन्जा सिल्क हैन सबै टाइपका सिल्कहरु अवेलेबल यहाँ भइहाल्छन्। तर नेपालको एउटा साडी छ यहाँ देख्न सक्नुहुन्छ यस्तो खालको डिजाइन हाम्रो रातो कलर हैन तपाईलाई विभिङको वर्क गरिएको यस्तो फिनिशिङ भनेपछि नेक्स्ट लेभलको यस्ता साडीहरु सबै आर्टिकलहरु यहाँ तपाईलाई मिलिहाल्छन्। मात्र स्टार्टिङ प्राइस भनेपछि 700 रुपैयाँ देखि स्टार्टिङ भइहाल्छ। काउन्टरको स्टार्टिङ प्राइस हो हैन। सबै भेराइटीहरु सिल्कमा तपाईलाई मिलिहाल्छ। डोला सिल्क पनि नेपालको भेराइटी यहाँ अवेलेबल भइरहेछ। अब यसपछि हामीहरु जानेछौं सबैभन्दा ट्रेन्डिङमा जो केटीहरुको आर्टिकल छ
कुर्ती सेक्सन यानी कि कुर्ता सुरुवालमा जानेछौँ। आउनुहोस्। ल अब हामी आइसकेका छौँ कुर्ती सेक्सनमा यानी कि कुर्तीको जो काउन्टर छ यानी कुर्ता सुरुवाल त्यसमा आइसकेको छौँ। यहाँ अलरेडी एक भाइलाई देखाइरहेका छन् हैन, भिडियो कलमा पनि तपाईँ पर्चेसिङ गर्न सक्नुहुनेछ। भाइ अलरेडी भिडियो कलमा पर्चेसिङ गरिरहेका छन्। तपाईँ अब नेपालबाट डाइरेक्ट भिडियो कलमा पर्चेसिङ गर्न सक्नुहुनेछ। यहाँ एउटा नेपालको आर्टिकल राखेको छ हैन, त्यो कुर्ता तपाईँलाई म उठाएर देखाइदिन्छु। देख्न सक्नुहुन्छ यस्तो खालको आर्टिकल छ हैन, राम्रोसँग तपाईलाई पिस मिलिहाल्छ। यस्तै गरी यो हो यसको दोपट्टा अनि यस्तै गरी यो दोपट्टा अनि यो तपाईलाई बोटम यस्तो खालको मिलिहाल्छ हैन। यो सबै डिजाइन भनेपछि तपाईहरुलाई स्टार्टिङ प्राइस मात्र यहाँ 79 रुपैयाँदेखि स्टार्टिङ भइहाल्छ। यो काउन्टरको स्टार्टिङ प्राइस हो अनि भारतीय करेन्सी हो हैन, नेपाली करेन्सी होइन। अब हामी जाँदै छौँ ड्रेस मटेरियल यानी कि सुट मटेरियलमा जाँदै छौँ। आउनुहोस्। त यो हो तपाईहरुलाई ड्रेस मटेरियल यानी कि सुट मटेरियलको काउन्टर हैन, जसमा तपाईहरुलाई अनस्टेज पनि मिलिहाल्छ यस काउन्टरमा हैन। तपाईलाई अनस्टेज भनेपछि मात्र स्टार्टिङ प्राइस तपाईहरुलाई भइहाल्छ 78 रुपैयाँदेखिको प्राइसको साथमा। अनि यहाँ तपाईहरुलाई त्यति मात्र होइन के पाकिस्तानी सुट मटेरियल पनि तपाईलाई मिलिहाल्छ। यहाँ त डमीमा देख्न सक्नुहुनेछ कस्तो खालको पाकिस्तानी डिजाइनको साथमा लगाइएको छ, तर यो रेडीमेड पिस हो। हेर्न सक्नुहुन्छ कस्तो खालको कटुवाको बोर्डर छ यसमा हैन, कस्तो चम्किलो वर्क गरिएको छ हैन। पर पनि तपाईँ देख्न सक्नुहुन्छ सबै आर्टिकलहरु पाकिस्तानी सुट मटेरियल हो। तपाईँ रेडीमेड लिन चाहनुहुन्छ भने त्यो पनि तपाईलाई अवेलेबल भइहाल्छ। यसपछि हामी जाँदैछौँ लेहेंगामा, जो बेहुलीलाई तयार हुनको लागि के चाहिन्छ, लेहेंगा। आउनुहोस्। लेहेंगा काउन्टर, बेहुलीको जो चमक तपाईँ देख्न सक्नुहुन्छ नि, त्यो बेहुलीको चमक यहीँबाट हुन सक्छ, किनभनेपछि लेहेंगाबाटै बेहुलीको चमक हुन्छ। यो पुरा लेहेंगा सेक्सन हो हैन। यता मान्छेहरूले उता लेहेंगा पनि राखेको छन्, त्यो लेहेंगामा म देखाउँदै गरेको छु। यहाँ आउनु सबै लेहेंगाहरु। अब लेहेंगा भनेपछि बेहुलीको सबैभन्दा ज्यादा इम्पोर्टेन्ट एक वेयर हैन, किनकि यो जो लेहेंगा राखिएको छ सबैभन्दा माथि यहाँ देख्न सक्नुहुन्छ यस्तो खालको डिजाइनको लेहेंगा छ, एकदमै फुल्ली वर्क गरेको छ यसमा हैन। अब यस्तै खालका डिफ्रेन्ट आर्टिकलहरु यहाँ तपाईलाई देख्न मिलिहाल्छ। यस्ता खालका यी ब्राइडल लेहेंगा हुन् जो तपाईलाई स्टार्टिङ भइहाल्छ 1200 रुपैयाँदेखि। यहाँ हेर्नु सबै ब्राइडल लेहेंगा यस्ता खालका राखिएका छन्, कति राम्रो लागेका छन् हैन। यी सबै स्टोन वर्क गरिएको छ, मिरर वर्क गरिएको छ, जरी वर्क गरिएको छ हैन। एकदम यस्तो खालको वेलवेट कपडाको साथमा आइसकेको छ। डिजाइन कलर अलग अलग फेब्रिकमा तपाईलाई मिलिहाल्छ। 1200 रुपैयाँदेखि स्टार्टिङ भइहाल्छ ब्राइडल लेहेंगा, 680 रुपैयाँदेखि स्टार्टिङ भइहाल्छ यहाँ साइडल लेहेंगाहरु बेहुलीको साथेको लागि। लेहेंगा लिन चाहनुहुन्छ भनेपछि स्क्रिनमा हामी नम्बर दिएको छ, कन्ट्याक्ट गर्नुहोस् फटाफट। अब हामी यसपछि जाँदै छौँ जो नेपालको कोठा बनाइएको छ त्यसलाई भन्छन् नेपाली कोठा, जो स्पेशल साडीको भयो सबै डिजाइनहरु नेपालको राखेको छ। आउनुहोस्। सो फाइनली हामी आइसकेका छौँ, यही हो अजमेरा फेसनको जो नेपाली काउन्टर हुन्छन् त्यसै। यहाँ हेर्नुहोस् सबैभन्दा पहिला हैन, जो डिजाइन देखिरहेछ, जो आर्टिकल देखिरहेछ हैन, नेपालको हिसाबले बनाइएको हो। यानी कि अजमेरा फेसनले जो नेपालको चल्ने डिजाइन, नेपालले चल्ने जो आर्टिकल छन् त्यस्तो खालको आफै उत्पादन गर्छ, आफै बनाउँछ। यहाँ सबै राखिएका यी सबै नेपालको लागि बनाइएको हो। म केही आर्टिकल तपाईलाई देखाउँदै गरेको छु। यहाँ हेर्नुहोस् त, यी सबै आर्टिकलहरु नेपालको लागि स्पेशल बनाइएको छ। यो हेर्नुहोस् रातो कलरको साडी हैन, रातो भनेपछि नेपालमा एकदमै फेमस छ अनि सबै महिलाहरूले रातो कलर एकदमै मन पराउनुहुन्छ हैन। हेर्नुहोस् यसको डिजाइन के छ तपाईलाई म एक फटाफट भनिदिन्छु हैन। यसमा तपाईहरुलाई सिक्वेन्सको वर्क गरिएको छ, यस्तो खालको पाइप वर्क गरिएको छ, कट वर्कको साथमा तपाईलाई बोर्डर छ हैन, बीच-बीचमा यस्तो खालको फुलका सिक्वेन्सको डिजाइनको साथमा तपाईलाई वर्क मिलिहाल्छ हैन। यी सबै डिजाइनका साथमा तपाई लिन चाहनुहुन्छ भनेपछि हैन स्क्रिनमा दिएको नम्बरसम्म कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यो काउन्टरको स्टार्टिङ प्राइस मात्र 185 रुपैयाँदेखि स्टार्टिङ भइहाल्छ, तर यो भारतीय करेन्सी हो, नेपाली करेन्सी होइन। तपाईहरुलाई नेपाली करेन्सीको साथमा लिन चाहनुहुन्छ भनेपछि हैन यहाँबाट सबै आर्टिकलहरु मंगाउन चाहनुहुन्छ भनेपछि अफलाइन पनि गर्न सक्नुहुनेछ अनि त्यसको लागि तपाईले आउनुपर्छ सुरतमा रेलवे स्टेशनको नजदिकै छ हाम्रो अजमेरा फेसन, त्यहाँ आएर पर्चेसिङ गर्न सक्नुहुन्छ। पिकअप एन्ड ड्रपको पनि फेसिलिटी अवेलेबल छ। तपाई नेपालमै बसेर चाहनुहुन्छ भनेपछि स्क्रिनमा दिएको नम्बरसम्म कन्ट्याक्ट गर्नुहोस् अनि त्यहाँ पुगिहाल्नुहोस् इन्द्रेनिङ कम्प्लेक्स न्यू बानेश्वर काठमाडौँमा। त्यहाँ पनि तपाईलाई अजमेरा फेसनको वेयर हाउसमा सबै आर्टिकलहरु अवेलेबल भइहाल्छन्। दुईटा अप्सन छ, तपाई जहाँ चाहनुहुन्छ त्यहाँ तपाईलाई अवेलेबल भइहाल्छ। आई होप कि तपाईलाई भिडियो राम्रो लाग्यो होला हैन। आर्टिकल हामीले देखायौं, तलदेखि माथिको टुर गरायौं, सबै कुन तपाईलाई काउन्टर राम्रो लाग्यो अनि कुन काउन्टरको तपाईलाई साडी राम्रो लाग्यो भनेर कमेन्ट गर्नु होला। फेरि म तपाईको रिप्लाई दिन्छु अनि फेरि पनि आउने जस्तो खालको भिडियो बनाउँदै गर्नेछु अनि नयाँ नयाँ आर्टिकल ल्याएर आउँदै गर्नेछु। तबसम्मलाई व्यापार गर्नुहोस्, बिजनेस गर्नुहोस्, अगाडि बढ्नुहोस्। धन्यवाद।